छैन कि यो तस्कर विरुद्धको लडाइँ हो होइन मैले नमस्कार दर्शक बिन्दुहरू, फेरि पनि हामी आइसकेको छौँ अर्को एउटा नयाँ अनि ताजा खबर लिएर। दर्शक बिन्दुहरू, आज भर्खर दुर्गा प्रसाई पक्राउ परिएका छन्। हिजो राति नै पक्राउ परेर भनेर जानकारीमा आए पनि नेपाल प्रहरीले लुकाएर राखेको थियो। पत्रकारहरू सबै भेला हुने र समाजमा भड्किने हिंसात्मक गतिविधि अपनाउने हुँदा नेपाल प्रहरीले अहिले पनि छुपाएर राखेको थियो भने आज बिहान मात्रै पत्रकारहरू सम्मेलन गरेर दुर्गा प्रसाई पक्राउ परेको जानकारी दिएका छन्। दर्शक बिन्दुहरू, दुर्गा प्रसाईहरू यतिखेर भागेर इन्डियाको आसाममा पुगेका थिए भने उनी अहिले पक्राउ परेका छन्। नेपाल प्रहरीको खोजतलासहरू हुँदै गरेको थियो भने इन्डियामा पनि नेपाल प्रहरी पुगेको थियो। त्यतिकै खेर दुर्गा प्रसाई पक्राउ परेर अहिले नेपाल ल्याइसकिएको छ भने नेपालबाट पनि उनलाई काठमाडौँमा अवतरण गरिसकेको छ भने यतिखेर पत्रकार सम्मेलन पनि गर्न दिएको छैन पत्रकारहरूलाई। नेपाल प्रहरीले छुपाएर राखिएको थियो। उनका समर्थकहरूले भने हिजो बेलुका पक्राउ परेका थिए भने उनीलाई अहिलेसम्म छुपाएर राखिएको थियो। दर्शकवृन्दहरू, यतिखेर अहिले दुर्गा प्रसाईको स्वास्थ्यमा भने एकदम असर परेको छ भने अहिले उनीलाई क्यान्सर देखिएको भनेर पनि प्रमाणित भइसकेको छ भने के दर्शकवृन्दहरू दुर्गा प्रसाईलाई साँच्चीकै नै क्यान्सर देखिएको हो त भन्ने कुरा अझै पनि अन्यलमा रहेको छ। विभिन्न मिडियाहरूले भने उनीलाई क्यान्सर रहेको पनि बताउँदै आइरहेको छापहरू निष्कासन गरिरहेको छ। दर्शकवृन्दहरू, यतिखेर दुर्गा प्रसाईलाई क्यान्सर भएको भनेर पनि प्रमाणित गर्न बाँकी नै रहेको र उनीलाई अहिले केपी ओलीले नछोड्ने भनेर पनि पछि लागिरहेका छन्। दुर्गा प्रसाईलाई क्यान्सर भएपछि उनको सम्पत्ति जसरी भए पनि सकेर दुर्गा प्रसाईले केपी ओलीलाई नछोड्ने पनि जानकारी दिएका छन् भने जसरी भए पनि केपी ओलीलाई पछि लागेर भए पनि केपी ओलीलाई सक्ने उनीहरूले जानकारी दिएका छन्। के दर्शकवृन्दहरू, अब दुर्गा प्रसाईलाई साँच्चीकै थुन्ने आदेश आएको हो या होइन भन्ने कुरा पनि अब 15 दिनपछि मात्रै थाहा हुनेछ भने यतिखेर उनी नेपाल प्रहरीको नियन्त्रणमा भइसकेका छन् भने उनीहरूलाई 12 दिने म्यादहरू थपेर पनि उनीहरूलाई यतिखेर खोज तलास भइरहेको छ भने सोधपुछ पनि भइरहेको छ। दर्शकवृन्दहरू, दुर्गा प्रसाई कसरी पक्राउ परे त यसको बारेमा पनि हामी छोटो जानकारी दिन गइरहेका छौँ। कृपया हाम्रो च्यानललाई अहिलेसम्म पनि लाइक अनि कमेन्ट अनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया हामीसँग जोडिन सक्नुहुन्छ लाइक कमेन्ट सब्सक्राइब गरेर। दर्शकवृन्दहरू, भिडियो अत्यन्तै महत्त्वपूर्ण भएकाले तपाईँहरूले यो भिडियो पूर्ण रूपले हेर्न नभुल्नुहोला र कमेन्ट पनि लेख्न नभुल्नुहोला। चैत्र 15 गतिको राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अनुसन्धानका लागि अदालतले प्रहरीले 12 दिनको म्याद थपेको छ। हो दर्शकवृन्दहरू, शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्य विरुद्धको कसुरमा प्रसाईमाथि अनुसन्धान गर्न 12 दिनको म्याद दिएको सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताएका छन्। त्यस्तै प्रसाईसँगै पक्राउ परेका उनका अङ्गरक्षक दीपक खड्का विरुद्ध पनि 12 दिनको थप भएको जानकारी दिएका छन्। सूचना अधिकारी श्रेष्ठका अनुसार प्रसाई क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्साको परामर्शमा उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ। 15 चैत्रको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोले बिहिबार प्रहरीको विशेष ब्युरोले भारतमा पक्राउ गरी आज बिहान उनलाई भद्रपुर ल्याएको हो। त्यसपछि उनलाई जहाजबाट काठमाडौँ ल्याइएको छ। व्यावसायिक प्रसाईले अगुवा गरेर चैत्र 4 गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष तथा राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो। सुवेदीले उनी प्रसाईले जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए। चैत्र 15 गते प्रसाईले नै भाँडभैलो मचाएपछि राजवादीहरूले प्रदर्शन हिंसक बनेको थियो। प्रदर्शनको क्रममा एक सञ्चारकर्मी सहित 2 जनाको मृत्यु भएको थियो। साथै दर्जनौं गाडीका आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो। कसरी समात्यो त दुर्गा प्रसाईलाई? दर्शकवृन्दहरू, त्यसको बारेमा पनि जानकारी दिन चाहन्छौँ। उत्पात मचाएर भागेका प्रसाईलाई खोज्न नेपाल प्रहरीका 3 टोली भारतसम्म पुगेका थिए। उनी उत्तर प्रदेशको प्रयागराजमा रहेको सूचनाका आधारमा प्रहरीको विशेष टोली त्यहाँ पुगेको थियो। तर उनलाई नियन्त्रण लिन सहज नभएपछि
त्यो टोली भैरहवा आएर बसेको थियो। अर्को टोली भने दिल्ली पुगेर वातावरणको प्रतिरक्षामा थियो। प्रहरीका एक अधिकारीले भने भारतको उत्तरतर्फ रहेको अर्को टोली भने आसाम वरिपरि घुमिएको प्रसाईको नजिक पुग्ने वातावरण बनेको थियो। प्रसाईले उतै पक्राउ गरिएको विषयलाई भने प्रहरीले खण्डन गरेको छ। बरु उनी नेपालभित्रै छिटै पक्राउ पर्न सक्ने प्रहरी अधिकारीहरूको दाबी छ। नेपाल भारत बीचमा सुदूरपरगी र सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपीहरूलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहिरहेको छ। अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमा क्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने चलन आइरहेको छ। उता बिहिबार राति प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले भनेका छन् कि विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रसारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ भनेर उनीहरूले लेखिएका थिए। प्रसाईका समर्थकहरूले भने सामाजिक सञ्जालमा उनी भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गर्दै आएका थिए। राजवादीको हिंसात्मक प्रदर्शनमा प्रसाईले प्रहरीलाई कुल्चाउने गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चयगृह र व्यापारिक केन्द्र गरी कुल क्षेत्र 40 संरचनामा ढुङ्गामुढा तोडफोड, आगजनी, लुटपाट गरेका थिए। त्यस्तै सार्वजनिक तथा निजी गरी 69वटा गाडीमा क्षति पुर्याएका थिए। घटनामा पत्रकार सुरेश रजक र प्रदर्शनकारी रबिन महर्जनको ज्यान गएको थियो भने 129 जना घाइते भएका थिए। 5 जना अझै अस्पतालमा छन् भने प्रसाई भागे पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रा र महामन्त्री धवल शमशेर राणा सहित 79 जना हिरासतमा रहिआएका छन्। प्रहरीले मिश्रा र राणालाई राजद्रोह, सङ्गठित अपराध र सार्वजनिक उपद्रव सहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छन्। दर्शकबिन्दुहरू, दुर्गा प्रसाई यतिखेर राजा ल्याउन भनेर हिँडिरहेका थिए भने आफ्नै कारणले उनी भागेर इन्डियासम्म पुगेका थिए भने त्यहाँ पनि नेपाल सरकारको नेपाल प्रहरी पुगेर नछोडेका पनि बताएका छन् भने उनी यतिखेर आसाममा पनि पक्राउ परेको भनेर जानकारी आइसकेको छ। दर्शकवृन्दहरू, भारतले पनि उनीहरूलाई शरण नदिएको भनेर भित्री रहस्यहरू पनि खुल्न आएका छन्। उनीहरूले हिन्दू धर्म चाहेको र हिन्दू राज्य बनाउन चाहेको भनेर पनि भारतले सपोर्ट गरिएको थियो भने यतिखेर उनीहरूले मारवाडीहरूको बारेमा नराम्रो बोलेकाले अथवा नेपालमा बस्न नदिने गरेर चाहेकाले यतिखेर भारतले उनीहरूलाई शरण नदिएको भनेर पनि जानकारी आइसकेको छ भने दर्शकबिन्दुहरू के साँच्चीकै उनीहरूले भारतमा पनि शरण नपाएका हुन् त? दुर्गा प्रसाई काठमाडौँबाट भागेपछि मारवाडीहरूले पनि इन्डियामा गएर बास नदिने भनेर पनि विज्ञप्ति जारी गरेर भित्रभित्रै सूचनाहरू इन्डियालाई दिएको थियो भने त्यही कारणले पनि हुनसक्छ इन्डियामा दुर्गा प्रसाईलाई स्थान नदिएको। उनी हिन्दू राष्ट्रको वादी भए पनि राजाहरूसँग मिलेर हिन्दू राष्ट्र बनाउन खोजे पनि कदापि राजा नआउने भनेर पनि जानकारी दिइरहेका छन्। नेपालमा रहेका यी टाउके 3 दलीयहरूले पनि यतिखेर राजा नलिएर आउने भनेर घोषणा गरिएका छ भने हिंसात्मक गतिविधि भड्काएर भागेका दुर्गा प्रसाई यतिखेर पक्राउ परेर अब जेल जाने लगभग निश्चित भएको छ। उनी क्यान्सरका बिरामी भए पनि उनीहरूले अब नछोड्ने पनि जानकारी दिँदै आएका छन् भने उनी भाग्ने र नआत्तिने भनेर पनि भाषणमा गरे पनि उनी यतिखेर भागेर इन्डिया पुगेको जानकारी आएर पनि पक्राउ परिसकेका छन्। हो दर्शकबिन्दुहरू, के दुर्गा प्रसाई अब साँच्चै नबाच्ने नै हुन् त भनेर पनि उनीहरूका आम दर्शकहरूले भनिरहेका छन् भने राजापक्षी आन्दोलनहरू भड्काएर उनी यतिखेर अब के साँच्चीकै धरतीबाट बिदा हुने हुन् त भनेर पनि आइसकेको छ भने यतिखेर दुर्गा प्रसाई स्वास्थ्यमा खराब भएको छ भने उनीहरूको दिनचर्या पनि निकै सिकिस्त अवस्थामा बितिरहेको छ। दर्शकबिन्दुहरू, अब दुर्गा प्रसाई धेरै नबाच्ने भनेर पनि जानकारी आएको छ भने यतिखेर उनीहरूलाई अल्टिमेटम पनि दिइसकेको छ। दर्शकबिन्दुहरू, र बिलामी छाने पनि यतिखेर पक्राउ सकेका छन् भने उनीहरूलाई पनि अदालतले मुद्दा चलाइरहेको अवस्था छ भने दुर्गा प्रसाईलाई पनि अब त्यस्तै मुद्दामा ज्यान उद्योग मार्ने धन्दामा पनि उनीहरूलाई संलग्न गराए भनेर उनीहरूलाई नेपाल प्रहरीले यतिखेर जानकारी दिएर मुद्दा चलाएको छ। दुर्गा प्रसाईलाई अन्तत भागे पनि समाएर नेपाल प्रहरीले काठमाडौँ लिएर आएको छ भने उनीहरूलाई हातमा हतकडी लगाएर काठमाडौँ विमानस्थलमा झारिएको छ। उनीहरूका बडीगार्डलाई पनि उनीहरूकै साथमा ल्याइएको छ भने उनी पनि दुर्गा प्रसाई सँगै रहेका थिए। उनीहरूलाई पनि खोजी कार्य तीव्र गतिमा थियो भने दुर्गा प्रसाईकै उनीहरूलाई सँगै
भेटिएको छ भने अब उनीहरूलाई चाहिँ के कस्तो सजाय दिने हो भनेर तोक्न बाँकी नै रहेको छ। दर्शक मित्र, आजलाई भिडियो यति नै। हामी अर्को भिडियो फेरि पनि लिएर आउँछौँ। त्यतिन्जेलसम्मको लागि साथ दिनुहोला। यस्तै घटनाहरू हामी तपाईँमा सधैँ नै लिएर राख्नेछौँ भने देश र विदेशमा घटेका घटनाहरू जस्ताको तस्तै यथार्थवादमा उतारेर तपाईँमा आज हामी सधैँ नै प्रस्तुत गर्नेछौँ। कृपया हाम्रो मेहनतको लागि एक सब्सक्राइब गर्न भने नभुल्नुहोला। हामी अर्को भिडियोमा फेरि पक्कै पनि भेट हुनेछौँ।